नमस्कार सम्पूर्णमा एमएसटेक युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आज म तपाईहरुलाई एकदमै काम लाग्ने कुरा सिकाउँदै छु। फोटोको साइज कसरी कम गर्ने र फोटोको ब्याकग्राउन्ड चाहिँ कसरी रिमुभ गर्ने भन्ने कुरा सिकाउँदै छु। आज मैले कति पनि ढिलो नगरिकन हजुरहरुलाई यो सिकाउने छु। त्यसकारणले जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ सबैजनाले च्यानललाई सब्स्क्राइब गर्नु होला अनि बेल आइकन पनि थिच्नु होला र हाम्रो च्यानलसँग जोडिनु होला। ल साथीहरु, आउनुहोस् सुरु गरौँ आजको दमदार भिडियो। साथीहरु, फोटोको साइज कम गर्नलाई आफ्नो मोबाइलमा भएको गुगल खोल्नुहोस्। गुगलको सर्च बक्समा गएर फोटो साइज रिड्युसर भन्ने सर्च गर्नुहोस्। पहिलो वेबसाइट रिड्युस इमेजेस भन्ने आएको छ, यसलाई क्लिक गर्नुहोस्। यसको इन्टरफेस यस्तो देखिन्छ। ड्रप योर इमेज हियर भन्नमा आफ्नो फोटो यहाँनेर राख्नुहोस्। आफ्नो आवश्यकता अनुसार आफ्नो फोटो राख्नुहोस्। त्यसपछि फोटोको साइज कम गर्न सकिन्छ। फाइनली हाम्रो फोटोको साइज रिसाइज हुन्छ। त्यसपछि डाउनलोड इमेजमा गएर डाउनलोड गर्न सकिन्छ। त्यस्तै साथीहरु, फोटोको ब्याकग्राउन्ड हटाउनको लागि आफ्नो मोबाइलको गुगल खोल्नुहोस्। remove.bg भन्ने सर्च गर्नुहोस्। यसले चाहिँ 100% ब्याकग्राउन्ड रिमुभ गर्छ। अपलोड इमेजमा क्लिक गर्नुहोस्। आवश्यकता अनुसार आफ्नो फोटो सिलेक्ट गर्नुहोस्। मैले फोटो सिलेक्ट गरेको छु। मेरो फोटोको ब्याकग्राउन्ड रिमुभ भइसकेको छ। हजुरहरुको पनि यसरी नै ब्याकग्राउन्ड रिमुभ हुने छ। हामीले ब्याकग्राउन्ड रिमुभ भएको फोटोलाई डाउनलोड गर्न सक्छौं। मैले डाउनलोड गरिसके भएर डाउनलोड फाइल अगेन भनेको छ, मैले डाउनलोड गरेन। हामीले आवश्यकता अनुसार आफ्नो ब्याकग्राउन्ड रिमुभ गरेको फोटोमा आवश्यकता अनुसार ब्याकग्राउन्ड कलर पनि राख्न सक्छौं र ब्याकग्राउन्डमा विभिन्न प्रकारका ब्याकग्राउन्ड फोटोहरू पनि राख्न सक्छौं। मैले आफ्नो आवश्यकता अनुसार विभिन्न कलरको ब्याकग्राउन्ड राखिराखेको छु। हजुरहरूले पनि यसरी राख्न सक्नुहुन्छ। थ्यांक यू। त साथीहरु, आजको भिडियो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनु होला। अर्को दमदार भिडियोको साथ भेटौँला। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। भिडियो मन परेमा